यदि तपाई विद्यार्थी हुनुहुन्छ र विदेश जाने सोचिरहनु भएको छ भने यो भिडियो अन्तसम्म अवश्य हेर्नुहोस् because this podcast is going to be really beneficial for you. हामीसँग आज ल्यान्डमार्क एजुकेसन बुटवल को सेन्टर हेड इन्जिनियर सागर बस्यालजी हुनुहुन्छ। उहाँले आफ्नो अध्ययन अस्ट्रेलियामा पूरा गर्नुभयो र पढिसकेपछि पुनः नेपाल फर्किएर नेपाली स्टुडेन्ट्स र अभिभावकहरूको हितका लागि सक्रिय रूपमा काम गर्दै ल्यान्डमार्क एजुकेसन बुटवलको नेतृत्व गर्दै हुनुहुन्छ। सागर सर नमस्कार। हजुर नमस्कार उज्जवल सर। What is ल्यान्डमार्क एजुकेसन त? सर ल्यान्डमार्क एजुकेसन भनेको चाहिँ तपाईको लास्ट 25 इयर्सदेखि स्टुडेन्ट्सहरूलाई विदेश पढ्न जाँदाखेरि सहयोग गर्ने संस्था एजुकेसन कन्सल्टेन्सी। ओके, वाइ ल्यान्डमार्क एजुकेसन? तपाईको लास्ट 25 इयर्सको अनुभव बोकेको, तपाईको मोर देन 400 युनिभर्सिटीसँग टाइप गरेको कन्सल्टेन्सी हुँदै गर्दाखेरि स्टुडेन्टहरूले चाहिँ डाइरेक्ट एप्रोच युनिभर्सिटीहरूसँग पाउँदाखेरि चाहिँ स्टुडेन्टहरूको लागि सहयोग गर्ने संस्था नै ल्यान्डमार्क एजुकेसन भएको हुँदा हजुर ल्यान्डमार्क एजुकेसन चाहिँ बेटर अप्सन हो सर। ओके, इफ आइम नट रङ ल्यान्डमार्क एजुकेसनसँग म्याक्सिमम अमाउन्ट अफ युनिभर्सिटिजहरू छ नेपालमा। एब्सोल्युटली। र हजुरले भने चाहिँ विगत 25 इयर्सबाट अस्ट्रेलिया, क्यानाडा, युके र युएसको लागि चाहिँ हजुर उसले काम गरिरहेको संस्था हो सर यो। हजुर, र हाल फिलहाल हामीहरूले इम्प्याक्ट फाइनेन्सिङ भनेर युएसको लागि युएसको फाइनेन्सियल इन्स्टिट्युसनसँग सायद काम गरेर नेपाली विद्यार्थी र अभिभावकहरूलाई सहयोग होस् भन्ने हिसाबसित काम गरिरहेछौँ। हजुर, त्यो इम्प्याक्ट फाइनेन्सिङ ल्यान्डमार्क एजुकेसनले युएसको लागि विद्यार्थीहरूलाई सहयोग गर्दैन, त्यो खास गरी काम कसरी भइरहेको छ त्यो बताइदिनुहोस्। यो क्वेसनमा चाहिँ खास राइट क्वेसन चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ यो युएस मात्रै नभएर हजुर हामीले इम्प्याक्ट फाइनेन्सिङले युएस, अस्ट्रेलिया, क्यानाडा र युके चाउडैको लागि चाहिँ तपाईँको स्टुडेन्टहरूलाई चाहिँ फाइनेन्स प्रोभाइड गर्ने हो सर। ओके, जस्तो यो कसरी वर्कआउट गर्छ भन्दै गर्दाखेरि जस्तो विद्यार्थीको सिनारियोमा विद्यार्थीले 12 पास गरिसकेपछि कि त एब्रोड स्टडीलाई जाने हुन्छ हजुर कि त ब्याचलर सकेर जाने हुन्छ। हजुर, तपाईँको मैले एकचोटि लेखिहालेँ, जस्तो अस्ट्रेलिया भयो, क्यानाडा भयो, युके भयो अनि युएसए भयो। तपाईँको प्रश्नमा युएसए को लागि सिनारियोमा युएसए को यदि कोही पनि स्टुडेन्टले यदि त्यहाँको टप लेभल युनिभर्सिटिजहरूमा पढ्न जान्छ भने, यदि विद्यार्थी युएसएमा टप लेभल युनिभर्सिटिजहरूमा पढ्न जान्छ भने मास्टर्सको सिनारियोमा उसको 100% ट्युसन फी चाहिँ हामी कभर गरिदिन्छौँ। हजुर, भनेको उसले पाउनुपर्ने स्कलरसिप त उसले पाउँछ नै। हामी म्याक्सिमम 100% स्कलरसिपको लागि पनि हामी वर्कआउट गरिरहेकै संस्था हो। हजुर, 100% स्कलरसिप पाएन स्टुडेन्टले 50% पायो, 20% पायो अथवा कुनै पनि स्कलरसिप पाएन र ऊ टप लेभल युनिभर्सिटीमा पढ्न जान्छ भने उसको 100% ट्युसन फिस र ऊ त्यहाँ बस्दै गर्दाखेरिको उसको इन्टायर लिभिङ एक्सपेन्सेस चाहिँ हामी कभर गर्छौँ मास्टर्सको सिनारियोमा। हजुर, र इम्प्याक्ट फाइनेन्सले के गर्छ भने चाहिँ तपाईँको ब्याचलरको सिनारियोमा तपाईँको 4 इयर्सको ब्याचलर डिग्री हुन्छ, ब्याचलरमा चाहिँ युएसको। त्यो हुँदै गर्दाखेरि फर्स्ट र सेकेन्ड इयरको स्टुडेन्टले पे गर्ने हो। हजुर, र थर्ड र फोर्थ इयरको जब उसको मेजर प्रोजेक्ट, माइनर प्रोजेक्ट गर्ने बेला हुन्छ, उसलाई जब एकदम फन्डको आवश्यक हुन्छ अथवा उसले बाहिर वर्कआउटहरू त्यस्तो गर्न पाउने समय हुँदैन उसलाई, हजुर, त्यो बेला चाहिँ हामी उसलाई चाहिँ फाइनेन्सिङ दिएर चाहिँ उसलाई एउटा राम्रो एकाडेमिक स्टुडेन्टहरू बनाएर पास आउट गर्ने हो सर। र मेन कुरा चाहिँ के हो भन्दा जुन यो हामीले 100% फन्डहरू उसलाई प्रोभाइड गर्छौँ, यो फन्ड चाहिँ विथ नो कोल्याट्रल एन्ड नो कोसाइनर। तपाईँको धितो पनि केही चाहिँदैन। हजुर, तपाईँको सुन जग्गा तपाईँहरूले केही पनि धितो राख्नु पर्दैन। हजुर, र तपाईँले मैले तिरिनँ भने म पछिको यो साक्षी भन्ने तरिकाले साक्षी पनि कोही राख्नु पर्दैन। तपाईँको एकाडेमिक्स नै तपाईँसँग जुन प्रमाणपत्र छ त्यो प्रमाणपत्र नै तपाईँको साक्षी हो। तपाईँ त्यहाँको टप लेभल युनिभर्सिटीमा पढ्न जानुहुन्छ युएसको, हजुर, तपाईँ त्यो पढ्दाखेरि चाहिँ तपाईँलाई हामी 100% चाहिँ फन्ड्स प्रोभाइड गर्छौँ। ओके, भनेपछि हामीहरूले यो युएस, युके, क्यानाडा र अस्ट्रेलिया गरिरहेछौँ। अहिले हामीले युएसए को लागि कुरा गरिरहेछौँ। युएसको तपाईँ यदि टप 200 युनिभर्सिटिजभित्र तपाईँ इनरोल गर्नु, हामी तपाईँलाई इनरोल गर्छौँ। हजुर, तपाईँलाई हामी इनरोल गर्नको लागि हेल्प पनि गर्छौँ। हजुर, र त्यो गरिसकेपछि चाहिँ चाहिने फन्ड्सहरू चाहिँ हामी तपाईँलाई प्रोभाइड गर्छौँ।
भनेपछि यो त विद्यार्थीलाई र स्टुडेन्ट्सलाई त एकदमै सहज गराइदिनु भयो यो प्रोसेसले एब्सोल्युटली होइन किनभनेपछि यो कोल्याट्रल नराखिकन होइन घर जग्गा दिदो यताउति केही नराखिकन यदि तेस्रो चौथो वर्षको फन्डिङ पाइरहेछ भने ब्याचलरको स्टुडेन्टले थर्ड र फोर्थ इयरको पायो हजुर मास्टर्सको स्टुडेन्टले उसको भिजा आउँछ ऊ युएस एम्बेसी जान्छ इन्टरभ्यू दिन्छ हजुर एज सुन एज हि गेट्स द ग्रिन स्लिप हजुर वी विल डिस्पर्स द फन्ड टु द युनिभर्सिटी ऊ स्टुडेन्ट जान्छ पढेर भइसकेको टाइमपछि हजुर उसले बल्ल आफूले पढ्दासम्म जति फन्ड्सहरू युज गरेको हजुर त्यो फन्ड्सहरू चाहिँ उसले बिस्तारै पे अफ गर्दै जान्छ ओके र पहिला कस्तो सोच थियो भने जस्तो कि हजुरले भन्नुभयो 100% स्कलरसिपको लागि पनि हजुरले काम त गर्ने रहनु भएको छ जुन स्टुडेन्ट्सहरू टपर्स हुनुहुन्छ जो स्टुडेन्ट्सहरूले टप गरेर गएर त्यही हिसाबको ग्रेड्सहरू लिएर जान चाहनुहुन्छ र जान सक्नुहुन्छ उहाँहरूलाई त हेल्प भइ नै रहेछ तर त्यसबाहेक पनि जुन यो इम्प्याक्ट फाइनेन्सिङ हजुरले भन्नुभयो थर्ड र फोर्थ इयर ट्युसन फी कभर गरिरहेछौँ यो हामीले एभरेज स्टुडेन्ट्सलाई पनि कभर गर्छौँ होइन एभरेज स्टुडेन्ट्सलाई भनेपछि उनीहरूको मिनिमम पर्सेन्टेज जस्तो कि मान्नुहोस् 2.8 GPA 3 GPA छ भने त्यो टप 200 युनिभर्सिटिजले उसको हामी स्टुडेन्टको पहिला प्रोफाइल हेर्छौँ हजुर होइन उसको प्रोफाइल हेर्छौँ र त्यो प्रोफाइलले त्यो टप 200 युनिभर्सिटिजमा हामी उसलाई यदि इनरोल गर्न सक्छौँ भने हि इज एलिजिबल फर द लोन ओके भनेपछि रिक्वायरमेन्ट खासै केही छैन रहेछ त्यो खास गरी उसको युनिभर्सिटीको रिक्वायरमेन्ट जे छ एउटा त पर्सेन्टेज जति चाहिएला र अर्को उसको आइएलएसपिटीको स्कोर होला ल्याङ्ग्वेज रिक्वायरमेन्ट होला त्यही छ भने हामी यो प्रोग्रामको अन्तर्गत जाने भयौँ भनेपछि यसले गर्दा ब्याचलर्स र मास्टर्स दुइटै पढ्न जानुहुने स्टुडेन्ट्सहरूलाई कभर गर्दो रहेछ मेन हाम्रो यसको मेन के हो भन्दाखेरि सर होइन जस्तो स्टुडेन्टहरू चाहिँ यहाँबाट पढ्न भनेर गएको स्टुडेन्टहरूलाई हजुर जस्तो उहाँ गइसकेपछि फर्स्ट सेमिस्टर पढ्दा पढ्दै ल मलाई सेकेन्ड सेमिस्टरको फी कलेक्ट गर्नु छ भन्ने खालको एउटा मेन्टालिटीबाट चाहिँ टोटली आउट गर्नुपर्ने छ ओके होइन त्यो गर्दै गर्दाखेरि स्टुडेन्टलाई के हुन्छ भने फर्स्ट सेमिस्टर सेकेन्ड सेमिस्टर थर्ड सेमिस्टर र फोर्थ सेमिस्टर उसले यदि त्यहाँ आफ्नो युनिभर्सिटिजको प्रोफेसरहरूसँग राम्रोसँग लिङ्कअप गर्छ इन द मेन टाइम उसले इन्टर्नसिपको अपर्च्युनिटिजहरू खोज्छ हजुर होइन प्रोफेसरसँग नजिक भएर इभन भोलिन्टियरै गर्छ उसले हजुर गर्छ भने त उसको मेन जब पास आउट हुने बेला हुन्छ उसको सिभी विल भेरी स्ट्रङ होइन उसको सिभी त्यो 2 वर्षमा उसले आफ्नो सिभी एकदम स्ट्रङ बनाउनलाई लाग्नु पर्यो कि स्टुडेन्टहरू र जब सिभी तपाईँको राम्रो हुन्छ देन देयर इज हाई चान्स द्याट यु विल गेट सेलेक्टेड फर द मल्टिनेसनल कम्पनी यस इन्डिड भने जब सेक्युरिटी पनि रहने भयो थर्ड र फोर्थ इयरमा उसले आफ्नो स्किल्स अक्वायर गर्न उसले इन्टर्नशिप थर्ड र फोर्थ इयरमा पायो हजुर र मास्टर्समा त ऊ गएबाट चाहिँ उसले आफ्नो स्किल्सलाई चाहिँ बुस्टअप गर्न सुरु गर्न पायो फुल्ली एकाडेमिकली आफूलाई एकाडेमिक्समा फोकस गर्न पायो इभन उसले आफ्नो लिभिङ एक्सपेन्सको लागि पनि टेन्सन गर्नु परेन ओके लिभिङ एक्सपेन्स पनि सबै बियर हुन्छ यो प्रोग्रामबाट विदाउट कोल्याट्रल होइन जग्गा घर जुन केही पनि दिँदो नराखिकन ओन्ली डकुमेन्ट्सको बेसिसमा ओके र यो किन यस्तो तपाईँलाई गर्छ भने चाहिँ जस्तो यो युनिभर्सिटीबाट पास आउट भएको स्टुडेन्ट्सहरू जो हुन्छ नि यिनीहरूको पास्ट डाटा हेर्ने भने 90% भन्दा बढी स्टुडेन्टले चाहिँ आफ्नो क्यारियरमा चाहिँ सक्सेस पाएको छ जस्तो तपाईँ आइटी पढ्न जानुभयो मास्टर्समा आइटी पढ्न जानुभयो भने त्यो पढेर भइसकेको स्टुडेन्टहरू त्यो युनिभर्सिटी जुन मैले तपाईँलाई टप लेभलको युनिभर्सिटिज भने त्यहाँबाट पास आउट हुँदै गर्दाखेरि उसको क्यारियर सक्सेस देखेको कारणले चाहिँ इभन युएसकै ब्याङ्क्सहरूले युएसको इन्स्टिट्युसनहरूले चाहिँ त्यो स्टुडेन्टलाई चाहिँ लगानी गर्ने हो कि सर ओके ऊ भोलिको दिनमा क्यालिबर हुन्छ भन्ने तरिकाले चाहिँ उसले त्यो अल्गोरिथमिक क्यालकुलेसनबाट चाहिँ त्यो स्टुडेन्टलाई चाहिँ गर्ने हो क्यालकुलेट गर्ने भनेपछि जे भए पनि हजुरको एटलिस्ट जो विद्यार्थी जो स्टुडेन्ट्सहरू डिजर्भिङ हुनुहुन्छ उहाँहरूले पैसाको टेन्सन नलिकन जान पाउनुभयो होइन तपाईँको मास्टर्स पढ्नको लागि तपाईँको युनिभर्सिटीको एप्लिकेसन फी लायो हजुर सेभिस फी लायो अनि तपाईँको इन्टरभ्यू फी लायो त्यो गर्दा नियरली अर अन्डर 1 लाखमा चाहिँ ऊ युएसको प्रोसेस गर्न पाउँछ त्यति कम पैसामा पाइन्छ 1 लाख भित्र युएस जान सकिन्छ हजुर अनि हाम्रो यो लोन चाहिँ कतिबाट कतिसम्म चाहिँ कभर्ड हुन्छ यो जुन यो प्रोग्राम ट्युसन फी कभर हुनुभयो यो हामीले चाहिँ स्टुडेन्टहरूलाई $1 लाख सम्म चाहिँ हामी प्रोभाइड गर्ने $1 लाख भनेको आजको रेटमा नेपाली 31-41 ओके 1,30 लाख 1,40 लाख र सर यो कुनै स्टुडेन्ट्स कुनै युनिभर्सिटीमा जान चाहनु होला छुट्टा छुट्टै कोर्स भयो नि त कोही स्टुडेन्ट्स इन्जिनियरिङमा जानु होला कोही स्टुडेन्ट्स फेरि लमा जानु होला कोही स्टुडेन्ट स्पोर्ट्समा जानु होला जेमा जानु होला त्यो कोर्सको हिसाबसित र कलेजको हिसाबसित एडमिसन फिस त छुट्टा छुट्टै हुन्छ कसैको कति $1,000 होला भने कसैको माथि होला यो हामीहरूको यो हजुरको ल्यान्डमार्क एजुकेसनबाट इम्प्याक्ट फाइनेन्सिङको थ्रु कतिसम्मको पैसा चाहिँ हामीले कभर गरिदिन्छौँ
स्टुडेन्टलाई हामीले US $1 लाख चाहिँ हामी स्टुडेन्टलाई चाहिँ इन्भेस्ट गर्ने हो सर। ओके, US $1 लाख सम्म हामीले स्टुडेन्टलाई कभर गरिदिन्छौँ। वन्डरफुल। र यो USA मा अहिले सायद यो जुन लेटेस्ट पोलिसिजहरू आछ ट्रम्प एडमिनिस्ट्रेसन पछि, यसले गर्दा धेरै विद्यार्थीहरू अलिकता डरमा पनि हुनुहुन्छ। गइसकेपछि अब काम गर्न पाइँदैन अनि हजुरको पढ्नको लागि पनि जाने कि नजाने भन्ने सोचमा हुनुहुन्छ USA को लागि पर्टिकुलरली कुरा गर्दा। यसलाई त हामीहरूको यो जुन फाइनेन्सियल असिस्टेन्स छ यसले त झन् सहयोग गर्ने भयो। एक्ज्याक्टली, जस्तो ट्रम्पको पोलिसीमा तपाईँको काम गर्न नपाउने भन्ने कुरा मात्रै देखिएको छ होइन। हजुर, जस्तो यो पोलिसी अहिलेको मात्रै होइन, यो पहिलेबाटको पोलिसी हो सर। यो ट्रम्पको पोलिसी मात्रै होइन, यो खास स्टुडेन्टले अफ क्याम्पस काम गर्न पाउँदैन। हजुर, उसले क्याम्पसभित्रै काम गर्नु पर्ने हो। हजुर होइन। र तपाईँको विथ इम्प्याक्ट फाइनेन्सिङ हामी तपाईँको लागि एउटा सजिलो के हुन्छ भने तपाईँ 2 वर्षसम्म अन क्याम्पस काम गर्नु, तपाईँको फन्ड्सहरू चाहिँ टोटल्ली हामीले कभर गरिदिन्छौँ। लिभिङ हामीले कभर गरिदिइसकेपछि तपाईँको ट्रम्पको पोलिसी त स्टुडेन्टलाई एक्चुअली भन्ने हो नि त फेभरेबल छ। तिमीहरू पास आउट भयो र पास आउट भइसकेपछि हामी तिमीहरूलाई यो कन्ट्रीमै रिटेन गर्न चाहन्छौँ भनिरहेको छ त उसले। हो, भनेपछि एउटा राम्रो विद्यार्थी म गएर राम्रोसँग पढ्छु, मैले आफ्नो क्यारियर ओरिएन्टेड भएर गएको स्टुडेन्टलाई चाहिँ इम्प्याक्ट फाइनेन्सिङ विल बी मच बेटर। ओके ओके। र अब हामीहरू UK को लागि कुरा गरौँ। ओके, UK मा ल्यान्डमार्क एजुकेसनले आफ्नो असिस्टेन्स कसरी प्रोभाइड गरिरहेको छ? UK को सिनारियोमा चाहिँ हामीले मास्टर्सको लागि चाहिँ प्रोभाइड गरिरहेको सर। हजुर, US को केसमा हामी ब्याचलर र मास्टर्स दुवै भयो। हजुर, भने UK को केसमा चाहिँ हामी मास्टर्सको लागि गर्ने हो। हजुर, र मास्टर्स चाहिँ UK को सिनारियोमा 2टा पोसिबिलिटी छ। हजुर, आइदर ऊ 1 इयर मास्टर्स गर्छ, हजुर, स्टुडेन्टले चाहिँ 2 इयर्स मास्टर्स गर्नुहुन्छ उहाँहरूले। स्टुडेन्टलाई हामी कसरी प्रोभाइड गर्छौँ यसमा भने चाहिँ जस्तो लेट्स से ऊ 1 इयरको मास्टर्स पढ्न स्टुडेन्ट इज इन्ट्रेस्टेड भने द स्टुडेन्ट विल पे द एमाउन्ट द्याट्स रिक्वायर्ड फर द कास्टको लागि चाहिने एमाउन्टहरू कति हुन्छ, चाहे युनिभर्सिटी अनुसार 30%, 40%, 50% चाहिँ he or she has to manage that amount। हजुर, र ऊ वहाँ पुगिसकेपछि स्टुडेन्ट वहाँ पुगिसकेपछि फ्रम द डे ही ल्यान्ड्स टु द्याट प्लेस टु द भेरी इन्ड उसको पढाइ नसकिँदासम्म हामी इन्टायर लिभिङ कस्ट पनि उसको ओके हामीले कभर गरिदिने हो। ओके, इन्टायर लिभिङ कस्ट कभर गरिदिने हो। प्लस तपाईँ 30% तिर्नुभयो, 40% तिरिसक्नुभयो, 50% तिरिसक्नुभयो तपाईँले फी भने बाँकी रहेको जति एमाउन्ट हुन्छ त्यो पनि हामीले नै पे गरिदिने हो। अगेन विदाउट एनी कोलेट्रल। यो हामीले जुन गरिरहेको छौँ यो चाहिँ सबै कुरामा हामी अस्ट्रेलिया, क्यानाडा, UK, US सबै कन्ट्रीमा चाहिँ हामीले विदाउट कोलेट्रल एन्ड विदाउट कोसाइनर नै काम गर्ने हो। ओके, नाइस। भनेपछि धितो राख्ने समस्या नै छैन। ओके, UK को लागि प्रोग्राम्स पनि हामीहरूसँग धेरै नै छैन। म्यासिभ छ युनिभर्सिटिज पनि, जस्तो कि UK को सिनारीमा हामीसँग अराउन्ड 50 युनिभर्सिटिजहरूलाई चाहिँ हामी सपोर्ट गर्छौँ। ओके, वाउ। जस्तो कि ल्यान्डमार्क एजुकेसनसँग US को त अलमोस्ट धेरैभन्दा धेरै युनिभर्सिटिज ल्यान्डमार्क एजुकेसनसित नै छ। र UK को लागि पनि हामीहरूको एक्सटेन्ड भइ नै रहेछ। कोलाबोरेसनमा गएर एड हुँदै नै गएको छ होइन। ल UK को लागि त अहिले चाहिँ UK मा अराउन्ड 50 युनिभर्सिटिजमा काम गर्छौँ। अराउन्ड 50 युनिभर्सिटिज। ओके, जुन छुट्टै करियर ओरिएन्टेड कोर्सेसहरू प्रोभाइड भइरहेछ जुनमा विद्यार्थी जान इच्छुक हुनुहुन्छ। फ्रम एग्रिकल्चर टु ल टु इन्जिनियरिङ टु म्यानेजमेन्ट, इच एन्ड एभ्रिथिङ इज कभर्ड। ओके, वन्डरफुल। र सागर सर, यो प्रोग्रामको थ्रु स्टुडेन्ट गइसक्नु भएपछि उहाँले यो पे अफ चाहिँ कसरी गर्नुहुन्छ स्टुडेन्टले? PF को लागि यस्तो हुन्छ सर, जस्तो स्टुडेन्ट मैले तपाईँलाई अघि भनिहालेँ, जस्तो स्टुडेन्टलाई लिभिङ कस्ट पनि हामी प्रोभाइड गऱ्यौँ। हजुर, रिमेनिङ एमाउन्टको ट्युसन फिस पनि हामी कभर गऱ्यौँ। हजुर, एउटा बेनिफिसियल के हुन्छ भन्दा स्टुडेन्टलाई पास आउट भइसकेपछि चाहिँ 6 मन्थ पिरियडसम्मको हामी ग्रेस पिरियड दिन्छौँ स्टुडेन्टलाई। ओके, 6 मन्थसम्मको ग्रेस पिरियड भनेको उसको स्टार्टिङदेखि जुन उसले पढेर भ्याएको 6 महिनासम्म हुन्छ नि, हजुर, यो ड्युरेसनमा चाहिँ उसले केही पनि इन्ट्रेस्टहरू पे गर्नु पर्दैन। ओके, he doesn't has to pay any interest on the amount he use। ओके, हैन। र त्यो गरेर भ्याइसकेपछि उसले 6 मन्थसम्मको टाइम पिरियड पाएको हुन्छ, पढेर भइसकेपछि 6 मन्थसम्मको पाएको हुन्छ। त्यो पिरियडभरिमा उसले आफ्नो चाहिँ पुरै क्यारियर ओरिएन्टेड जबहरू खोज्ने हो स्टुडेन्टले। ओके, र जब उसले आफ्नो जब उहाँले
स्टुडेन्टले आफ्नो जब पाउँछन् त्यो पाइसकेपछि चाहिँ उसले चाहिँ त्यसपछि पे गर्न स्टार्ट गरेछन्। जस्तो विदेशमा हामीले घर किन्दाखेरि एकमुष्ट क्यास नतिरेर 5 वर्ष 10 वर्ष 15 वर्ष 20 वर्ष 30 वर्ष समय लगाएर हामीले पे गर्ने हो विदेशमा घर किन्दाखेरि। त्यही सिनारियोमा उसले पढ्दाखेरिको समयमा चाहिँ युज गरेको एमाउन्ट्सहरूले चाहिँ 5 वर्ष 10 वर्ष 15 वर्ष 20 वर्ष समय लगाएर पनि उसले पे अफ गर्न पाउँछन्। भनेको उसले पढेर भ्याउने बित्तिकै तुरन्त पैसा तिरिहाल्नुपर्छ भन्ने होइन कि he can start paying his EMI. Wow. Okay. Unlike other loans. Like other loans. यो एजुकेसनल लोन नै हो सर, जुन हामी स्टुडेन्टलाई प्रोभाइड गरिरहेछौँ। तर बिना दितोको र बिना साक्षीको पनि खालि उसको एकाडेमिक्सकै आधारमा। ठिक छ। अब हामीहरू युके को कुरा गरिसकेका छौँ र अब सायद क्यानाडा हामीहरूको ल्यान्डमार्क एजुकेसनले प्रोभाइड गरेको फेसिलिटिजहरूको बारेमा कुरा गरौँ। अब क्यानाडामा तपाईँको 3 years ब्याचलर हुन्छ 3 years ब्याचलर र तपाईँको 2 yearsमा चाहिँ उसको मास्टर्स हुन्छ 2 years मास्टर्स हुन्छ। हामीले जुन लोन प्रोभाइड गर्छौँ त्यो चाहिँ हाम्रो 2 yearsको लागि दिने हो हामीले। भन्दाखेरि जस्तो स्टुडेन्ट 3 years ब्याचलर डिग्री पढ्न जाँदैछन् भने फर्स्ट इयर he has to pay from Nepal. Oh wow, all right. And the second and the third year we will help him pay. It's covered by landmark education. It's covered by landmark education, impact financing. Okay. But 3 वर्षको कोर्समा 2 वर्ष सेकेन्ड र थर्ड इयरै ब्याचलरको स्टुडेन्टले सेकेन्ड र थर्ड इयरै ट्युसन फी कभर हुने भयो। हो, त्यो गर्दै गर्दा स्टुडेन्टले वान टाइम यहाँबाट इन्भेस्ट गर्दै गर्दाखेरि उलाई वहाँ गएर ल मलाई सेकेन्ड इयरको फी तिर्नु छ, मलाई थर्ड इयरको फी तिर्नु छ भन्ने कुनै पनि मेन्टल स्ट्रेस भएन हैन। र स्टुडेन्टको एउटा के हुन्छ भन्दाखेरि चाहिँ जस्तो ब्याचलरको लास्ट सेमिस्टर मास्टर्सको लास्ट सेमिस्टर यिनीहरूतिर चाहिँ एब्रोड स्टडीमा चाहिँ तपाईँको इन्टर्नसिप अपर्च्युनिटिजहरू दिएको हुन्छ युनिभर्सिटिजहरूले। त्यो इन्टर्नसिप अपर्च्युनिटिजमा चाहिँ उसले राम्रोसँग काम गर्ने हो भने स्टुडेन्टले गएकै बेलादेखि उसलाई फाइनेन्सियल टेन्सन छैन। ऊ राम्रोसँग पढ्छ, he will do certain work as provided by the law. Yes, he will. हैन, उसले आफ्नो खाना बस्न यताउति म्यानेज गर्न सक्छ, अलिअलि सेभिङ पनि गर्न सक्छ। र जब उसले पढेर भ्याउँछ, पढ्दै लास्ट सेमिस्टरमा उसले राम्रोसँग इन्टर्नसिप गर्छ, there is a high chance he get retained to that place where he did his internship. Yes. हैन, त्यो तरिकाबाट क्यानाडामा हामी ब्याचलरलाई पनि सपोर्ट गर्यौँ, सेकेन्ड र थर्ड इयरको ब्याचलर डिग्रीलाई। र अगेन सबै प्रोग्राम्सको लागि नै सबै प्रोग्राम्सको लागि। र मास्टर्सको केसमा के हुन्छ भने हामी त्यहाँको टप लेभल युनिभर्सिटिजहरूमा हामी एप्लाई गर्छौँ। हैन, युनिभर्सिटिजले यो अफर लेटर एक्सेप्ट गर्नको लागि $2,000 $3,000 $4,000 पे गर्नुस् भनेको हुन्छ। हैन, हामीले त्यो एमाउन्ट चाहिँ हामीले स्टुडेन्टले he has to accept that offer letter एक्सेप्ट गर्छ र त्यसपछि उसले ब्याङ्कको लोन पनि बनाउनु पर्दैन। ही डजन्ट ह्याभ, त्यो लोन पनि हामीले नै बनाउने हो उसलाई। उसले हामीले त्यही फाइनेन्सियल इन्स्टिट्युसनबाटै हामी उसलाई लोन प्रोभाइड गर्छौँ। र त्यही लोन पेपरकै आधारमा पनि उसले भिजा लज गर्न सक्छ। उसले छुट्टै यहाँ नेपालबाट छुट्टै लोन बनाउनु पर्दैन कि पर्दैन। उसको जग्गा जमिन छैन, ऊ छैन भन्ने कुरा केही पनि रहेन। इफ ही हेज गुड एकाडेमिक्स, तपाईँको युनिभर्सिटीबाट तपाईँको $4,000 माग्यो भने 4 लाख रुपियाँ त्यसमा गयो। तपाईँको भिजा लजमेन्ट मेडिकल यताउति गर्दाखेरि 1.5 लाख रुपियाँ म्याक्सिमम गयो डकुमेन्ट बनाउँदा। सो 5 लाख 5.5 लाख इज एनफ फर क्यानाडा। र हामीले युएस र युकेमा टप युनिभर्सिटिजहरूसँग कोल्याबरेट गरेको जस्तै क्यानाडामा पनि हो। क्यानाडामा हामी टप 25 युनिभर्सिटिजमा एप्लाई गर्नु, 25 युनिभर्सिटिजहरूसँग कोल्याबोरेसनमा छौँ। त्यो गर्यो भने त्यो टप 25 युनिभर्सिटिजमा हामीले फन्ड प्रोभाइड गर्ने हो सर। फन्ड प्रोभाइड गर्ने। त्यो स्टुडेन्टले त्यहाँ त्यो युनिभर्सिटीबाट पास आउट हुँदै गर्दाखेरि चाहिँ उसको क्यारियरको ग्यारेन्टी हुनु पर्यो कि पर्यो। उसको क्यारियर ग्यारेन्टी भएको युनिभर्सिटिजहरूमा चाहिँ हामी फन्ड्स प्रोभाइड गर्ने हो। र अब हामीहरूको क्यानाडा पछि नेपाली स्टुडेन्ट्सहरू म्याक्सिमम गइराख्नु हुने देश अस्ट्रेलिया। मैले त्योभन्दा अगाडि एउटा कुरा जोडेँ, जस्तो क्यानाडा गएर काम पाइएन, क्यानाडा गएर
दुःख भयो भन्ने कुराहरू सुनिन्छ नि त नेपाली समाजमा, धेरै सुनिएको छ छ नि त यो समस्याहरू। तर तरिकाले यो तरिका जुन तरिकाले मैले अहिले हजुरलाई भने मास्टर्स पढ्ने स्टुडेन्टहरू यो तरिकाले गएर पढ्नुहुन्छ अथवा ब्याचलर पढ्ने स्टुडेन्ट्स इभन क्यानाडातिर नै एप्लाई गर्नुहुन्छ भने पनि उहाँले 1 इयरको मात्रै होरी गरे भयो नि त ब्याचलरको स्टुडेन्टले। मास्टर्सको स्टुडेन्ट त केही पनि टेन्सन गर्नु परेन। जब पढेर भ्याउनुहुन्छ गभर्मेन्ट इज प्रोभाइडिङ हिम पिएसडब्ल्यू होइन, पोस्ट स्टडी वर्क त प्रोभाइड गरिरहेको छ नि त। त्यो समयमा मजाले आफ्नो तरिकाले काम गर्नुहोस् न, सकेसम्म आफ्नै रिलेटेड फिल्डमा तपाईँ के पढ्न गएको त्यो बनेर देखाउनुहोस् के होइन। इन्टर्नसिप राम्रो गर्नुहोस्, तपाईँलाई केही पनि फाइनेन्सियल ह्यासल छैन, राम्रोसँग पढ्नुहोस्, राम्रोसँग पढिसकेपछि आफ्नो क्यारियर बनाउनुहोस्। यु हेभ मोर 40, 50, 60 इयर्स टु लिभ होइन, 70 इयर्स टु लिभ। त्यो समयमा आफ्नो क्यारियर ओरिएन्टेड भएर तपाईँ काम गर्नुहोस् के। जस मुख्य कुरा भनेको हजुरको स्टुडेन्ट्सहरूले फाइनेन्सियल ह्यासल चाहिँ हुने हो विदेशकै सिकेपछि। हामीले युएसको कुरा गऱ्यौँ, हामीले युके को कुरा गऱ्यौँ, अब अहिले क्यानाडाको लागि पनि फाइनेन्सियल ह्यासलै हो। मेन भनेको मेरो लिभिङ एक्सपेन्स कसरी बियर गरौँ, ट्युसन फी तिर्न सकिँदैन होइन, यही समस्याहरूको कारण नै अहिले पनि त विभिन्न नेपाली स्टुडेन्ट्सहरू स्ट्रगलै गरिरहनु भएको छ। तर यो हाम्रो यो 90%ले स्ट्रगल गरिरहनु भएको छ, 90%ले। तर यो प्रोग्रामले हामीहरूको त्यो प्रब्लमलाई चाहिँ एड्रेस गरेर सल्युसन प्रोभाइड गरिरहेको छ। किनभने बच्चालाई त अब ट्युसन फीको लागि धेरै केही भएन, कुरो आफ्नो प्रोग्राममा स्किल अक्वायर गर्न आफ्नो र त्यो चिजमा बेस्ट हुनुको लागि मात्रै ध्यान दिनको लागि समय पाउँदो रहेछ होइन। र यो सबै देशको लागि अहिलेसम्म हामीले जति कुरा गऱ्यौँ त्यो सबै देशको लागि यही कन्डिसन, यही सिनारियो नै छ। नो कोल्याटरल नो कोसाइनर। ओके, र आई थिङ्क इट्स टाइम टु मुभ फरवर्ड टु द नेक्स्ट कन्ट्री होइन, अस्ट्रेलिया है। अस्ट्रेलियामा पनि हामीहरूले लास्ट 25 इयर्सबाट यस सर, लास्ट 25 इयर्सबाट अस्ट्रेलियामा we're sending students to top universities राइट। र अब अस्ट्रेलियामा चाहिँ हामीहरूले के कसो प्रकारको फेसिलिटिज र यो असिस्टेन्सहरू प्रोभाइड गरिरहेको छौँ। ओके, जस्तो अस्ट्रेलियाको केसमा चाहिँ हामी मास्टर्सको लागि चाहिँ सपोर्ट गर्ने हो सर। हजुर, फाइनेन्सियली चाहिँ जुन हामीले जुन लोनको कुरा गऱ्यौँ त्यो हामी मास्टर्सको लागि प्रोभाइड गर्ने हो। हजुर, जस्तै स्टुडेन्टको अस्ट्रेलियाको केसमा चाहिँ तपाईँको 2 इयर्सको मास्टर्स डिग्री हुन्छ। हजुर, भनेको फर्स्ट सेमिस्टर, सेकेन्ड सेमिस्टर, थर्ड सेमिस्टर र फोर्थ सेमिस्टर उसको भयो। स्टुडेन्ट यहाँबाट फर्स्ट सेमिस्टरको फी पे गरेर जानुहुन्छ। हजुर, यहाँबाट ही विल गो टु अस्ट्रेलिया पेइङ हिज फर्स्ट सेमिस्टर फिस। हजुर, देन आफ्टर द्याट सेकेन्ड सेमिस्टर, थर्ड सेमिस्टर र फोर्थ सेमिस्टरको लागि उसले केही पनि वरि गर्नु पर्दैन, हामी इन्टायर कभर गरिदिन्छौँ। यो चाहिँ मास्टर्सको लागि, मास्टर्सको केसको लागि। र यो ब्याचलर्सको पनि हामीहरूसँग प्रोग्राम्सहरू डाइभर्सिफाइड प्रोग्राम्सहरू नै छन्। जुन फिल्ड अफ इन्ट्रेस्ट, आफ्नो फिल्ड अफ इन्ट्रेस्टको हिसाबसित स्टुडेन्ट जान चाहनुहुन्छ करियर, जुन करियरमा त्यो करियरको हिसाबसित भेरियस युनिभर्सिटिजहरूसँग हामीहरू टाइड अप छौँ होइन। र आई थिङ्क ल्यान्डमार्क हेज वान अफ द टप पार्टनरसिप इन अस्ट्रेलिया। ओके, अब हाई टाइम पनि आयो कि स्टुडेन्ट्सहरू चाहिँ अलिकता राम्रो युनिभर्सिटिजमा गएर होइन आफ्नो करियर चाहिँ लङ साइडेड भएर, न कि सर्ट साइडेड मात्रै। अब म्याक्सिमम् स्टुडेन्ट्सहरू त जस्तो ब्याचलर्स गरौँ र अगाडि के कसो होला हेरौँला, गर्दै जाला गर्दै जाउँला भन्ने सोच हुन्छ। तर त्यो नराखेर अब यस्तो प्रोग्राम्सहरू आइसकेको पनि छ। प्लस अब राम्रो युनिभर्सिटिजहरूमा हजुरको एकाडेमिक्स राम्रो छ भने जान सक्नुहुन्छ मजाले भने त तपाईँको करियर ओरिएन्टेड भएरै जानु पर्यो। मुख्य कुरा त त्यही नै हो। र अस्ट्रेलियामा ल्यान्डमार्क एजुकेसन हामीहरू चाहिँ अब हाउ वी डिफरेन्ट देन अदर्स? सर अस्ट्रेलियामा हामीसँग भेरी लार्ज नम्बर अफ इन्स्टिट्युसनहरू, युनिभर्सिटिजहरू चाहिँ टाइअप हुनुहुन्छ। ओके, एकदमै धेरै बिग एमाउन्टमै हुनुहुन्छ। इफ आइम नट रङ, सायद जस्तो कि युएसको केसमा पनि र अस्ट्रेलियाको केसमा पनि हामीहरूसँग जति युनिभर्सिटिजहरू कोलाबोरेटेड गरेर टाइड अप हुनुहुन्छ त्यो सायद अरू कसैसँग पनि हुनुहुँदैन, सायद नहुनु होला। हजुर, त्यति धेरै नै हामीहरूसँग टाइड अप हुन्छ किनकि हामीहरूको रेकर्ड पनि त्यतिकै राम्रो छ, रिजल्ट्सहरू पनि त्यति नै राम्रो छ होइन, भिजा एक्सेप्टेन्सहरू पनि निकै राम्रो। हामीलाई सबैभन्दा मेन फेसिलिटिज के हुन्छ भन्दा चाहिँ वी आर डाइरेक्टली कनेक्टेड टु द युनिभर्सिटी रिप्रेजेन्टेटिभ र केही स्टुडेन्टको सानो सानो इस्युजमा पनि हामी डाइरेक्ट रिप्रेजेन्टेटिभलाई चाहिँ रिच आउट गर्न सक्छौँ स्टुडेन्ट्सहरूको प्रब्लम्स एड्रेस गर्न। र तपाईँको कस्तो हुन्छ भन्दाखेरि धेरै युनिभर्सिटिजहरूले यति धेरै स्कलरसिपहरू पनि प्रोभाइड गरेर आउँछ, इभन 100%सम्म स्टुडेन्टलाई स्कलरसिप दिएर हुन्छ कि अस्ट्रेलियामा। हजुर, होइन
तपाईँको अस्ति भर्खरै तपाईँको एआई पढ्ने एआई रिलेटेड जस्तो ब्याचलर अथवा मास्टर्स पढ्ने केस हो भने चाहिँ हामी 50% स्कलरसिप दिन्छौँ भनेको छ एउटा युनिभर्सिटीले। ओके हजुर। भनेको जस्तो आइटी पढ्न जाने हो, ब्याचलर अफ कम्प्युटर साइन्स पढ्न जाने हो नि, हियर सी क्यान एप्लाई फर द्याट 50% स्कलरसिप, वी विल इभन एसिस्ट यु फर द्याट। होइन कुनै युनिभर्सिटीले हामी 1 इयरको एकोमोडेसन कभर गरिदिन्छौँ भनेको छ, कसैले के भनेको छ होइन। भनेको देयर आर सो मेनी स्कलरसिप द्याट स्टुडेन्ट्स आर एलिजिबल। विथ ल्यान्डमार्क एजुकेसन वी मेक स्योर द्याट द स्टुडेन्ट्स प्रायोरिटी इज द फर्स्ट। यस। र सर भनेपछि हामीहरूले अब ल्यान्डमार्क एजुकेसनको यो फाइनेन्सिङको एरिया त कभर गऱ्यौँ। यो 4वटै कन्ट्रिजको लागि जुन हामीहरूले भर्खरै युके, युएस, अस्ट्रेलिया, क्यानाडाको लागि कुरा गऱ्यौँ, एक्चुअली फेरि समराइज गर्दाखेरि स्टुडेन्ट्स र पेरेन्ट्सहरूलाई समराइज गर्दाखेरि लाइक फाइनेन्सको कुरा कसरी समराइज गर्नुहुन्छ? यस्तो हो सर, जस्तो विदेश जानु भनेको एउटा स्टुडेन्टको लागि चाहिँ बिग चेन्ज नै हो। हजुर होइन, जस्तो कतिले त्यहाँ केही पनि गरेको छैन, ERC इज मुभिङ एब्रोड होइन, उसको लागि टोटल एउटा इन्भाइरोमेन्ट नै डिफ्रेन्ट हुन्छ नि त। विथ आवर फाइनेन्सिङ वी मेक स्योर द्याट उसले त्यहाँ त्यो ठाउँमा जाँदै गर्दा पढ्दै गर्दा चाहिँ उसलाई त्यो फाइनेन्सको कारणले चाहिँ केही पनि अप्ठ्यारो नपरोस्। फाइनेन्सको कारण चाहिँ उसलाई अप्ठ्यारो नपरोस्। जे पढिरहनु भएको छ विद्यार्थीले त्यही स्टडिजमा फोकस गरेर उसले आफ्नो लाइफमा केही बन्न सकोस्, आफ्नो करियरमा केही गर्न सकोस् भनेरै हाम्रो कम्पनीको नाम नै जस्तै इम्प्याक्ट फाइनेन्सिङ, हामी वी वान्ट टु मेक स्योर वी हेभ अ पोजिटिभ इम्प्याक्ट अन द स्टुडेन्ट्स। ट्रु। हजुर ओके। र अब सागर सरलाई एउटा प्रश्न अर्को नि म सोध्न चाहन्छु। हजुर सर। हजुर त आफै अस्ट्रेलियामा अध्ययन पुरा गरेर आउनुभयो। हजुर। यु फिनिस्ड यो मास्टर्स ओभर देयर टु। सो यहाँबाट जान अब धेरै विद्यार्थीहरू जान इच्छुक हुनुहुन्छ होइन। सो स्टुडेन्ट्सहरू जुन पनि देशमा जाँदै हुनुहुन्छ भने त्यही विदेशमा चाहिने सर्टेन स्किल्सहरू होला, विदेशमा गएपछि फेस गर्ने डिफिकल्टिजहरू होला, जे पनि होला, त्यसको लागि सरको सजेसन्स स्टुडेन्ट्सलाई? हजुर मोस्ट एन्ड फरमोस्ट भनेको चाहिँ स्टुडेन्टले चाहिँ एउटा ड्राइभिङ चाहिँ सिक। ओके। अनि जुन कन्ट्री गए पनि ड्राइभिङ चाहिँ सिक के फर्स्टमा। हजुर। होइन, जस्तो ड्राइभिङ सिक्ने बित्तिकै के हुन्छ भन्दाखेरि वेयरएभर ही हेज टु गो ही क्यान रिच फास्ट। ओके। होइन, जस्तो इभन मैले काम गरेको ठाउँमा एउटा इन्टरभ्यू क्वेसन के हुन्थ्यो भन्दाखेरि डु यु हेभ अ कार भनेर सोध्थ्यो क्या। ए ओके। होइन, डु यु हेभ अ कार भनेर सोध्छ क्या। अनि त्यहाँ नो लेख्ने बित्तिकै तपाईँको प्रायोरिटी अलिकति जबको लागि डाउन हुन्छ। आइदर यु निड टु बी अ लोकल पिपल ओभर दियर, अर इफ यु आर कमिङ फ्रम अ लिटल बिट डिस्टेन्स, त्यो फर्स्ट तपाईँको चाहिँ डु यु हेभ अ कार भनेर सोधिदिन्छ क्या। त्यही भएर स्टुडेन्ट्सहरूले ड्राइभिङ चाहिँ सिक है, मोस्ट एन्ड फरमोस्ट। अरू त सबैको सेकेन्डरी स्किल्स हो, स्किल्स सब सिकेको राम्रो, जति स्किल्स सिक्यो त लाइफलाई नै युजफुल हुने कुरा हो। तर ड्राइभिङ त मस्ट नै हो सर, मस्ट नै हो होइन। ओके सर, हामीहरू अब यो सोको अन्त्यमा आइसकेका छौँ। हजुर, थ्याङ्क यू सो मच। थ्याङ्क यू जुल सर, थ्याङ्क यू फर हेभिङ मी हियर। थ्याङ्क यू।